आज हामी फेरि परीक्षा सम्बन्धीकै कुरा गरौँ है। बिएडी भर्खरै सकिएको छ, एसएको 2टा एक्जाम सकियो होइन। अब वैशाखमा फेरि 12 क्लासको बोर्ड एक्जाम हुँदैछ। त्यस कारणले यी सम्पूर्ण परीक्षाहरू दिने विद्यार्थीलाई अग्रिम रूपमा सफलताको शुभकामना भन्न चाहन्छु म। राम्रो गर्नुहोला। अब सबैको चाहना राम्रो गर्ने नै हुँदाहुँदै पनि हामीले धेरै कमी कमजोरीहरू हाम्रा छन्। त्यस कारणले हामीले चाहे जस्तो सोचे जस्तो नतिजा नआउन पनि सक्छ। तर कोसिस सदैव राम्रो गर्ने नै तर्फ हाम्रो कोसिस रहनुपर्छ। आज हामी कुरा गर्छौँ कसरी परीक्षालाई राम्रो बनाउने त। सबैभन्दा पहिला त तपाईँहरू परीक्षा दिन जाँदै हुनुहुन्छ भने प्रवेश पत्रदेखि लिएर तपाईँलाई चाहिने डट पेन, स्केल, पेन्सिल, इरेजर होइन के चाहिने हो, कुन विषयको लागि जाँदै हुनुहुन्छ त्योसँग सम्बन्धित आवश्यक सामग्रीहरू के चाहिन्छ तपाईँलाई भन्ने कुरामा पहिले नै तपाईँ प्रिपेयर हुनु पर्यो, आफूसँग राख्नु पर्यो। परीक्षा हलमा गइसकेपछि 3टा बेन्च जुत्तासम्म साथीको स्पेल लिन तन्किने होइन, अनि पेन्सिल माग्ने भनेर त्यसरी चाहिँ क्लासमा डिस्टर्ब गर्नु पनि अलिकति अनुशासनहीन कुरा हुन्छ। त्यस कारणले पहिलो कुरा त आफूले चाहिने मेटेरियल्सहरू तपाईँ आफैले लैजानुपर्छ आफ्नो लागि। त्यो कुरामा ध्यान दिनुहोला, प्रवेश पत्र नछुटाउनु होला र हतारिएर चाहिँ एकदमै आत्तिएर परीक्षा हलमा पुग्ने गरी चाहिँ घरबाट हिँड्ने होइन कि परीक्षा हलमा परीक्षा सुरु हुनुभन्दा अगाडि तपाईँ करिब आधी घन्टा अगाडि पुग्ने गरी तपाईँ जानुभयो भने त्यहाँको माहौलसँग भिज्ने अवसर पाउनुहुन्छ, साथीहरूसँग हाई हेलो हुन्छ, कुराकानी हुन्छ। त्यसले गर्दा तपाईँको थोरै आत्मविश्वास पनि बढ्न सक्छ। अब धेरै ढिलो गरेर घरबाट निस्कँदै हुनुहुन्छ भने जाँदा जाँदै अरूभित्र पसिसकेपछि ला मेरो त छुट्यो कि भन्ने एउटा डर पनि त्यहाँ आउँछ, जसले गर्दाखेरि विद्यार्थीले आएको कुरा पनि आत्तिएर चाहिँ बिर्सने सम्भावना हुन्छ। त्यस कारणले आधी घन्टा अगाडि चाहिँ परीक्षा हलमा तपाईँ पुग्ने गरी घरबाट निस्किनु होला। के सवारी साधनमा जाँदै हुनुहुन्छ त्यसको पनि समयमै आफूले अब सबै कुरा व्यवस्थापन गर्नु होला। बिग्रने अवस्था हुनसक्छ होइन, बाटो खराब हुनसक्छ। ती सबै कुरालाई मध्यनजर गरेर चाहिँ जानु होला। आजकल त धेरै जसो विद्यालयले नै विद्यालयको गाडीमै परीक्षा केन्द्रमा ल्याउने लैजाने व्यवस्था पनि गरिसकेको छ। त्यो एकदम राम्रो पनि हो। अब आफैले म्यानेज गरेर जाने कोही हुनुहुन्छ भने पनि त्यो कुराहरूमा ध्यान दिनु होला। प्रशस्त पानी पिउने, आफूलाई रिल्याक्स राख्ने कोसिस चाहिँ गर्नु होला। धेरै हडबड आउने आदि नै पानी हुने गर्नुभयो भने चाहिँ के हुन्छ, जानेको कुरा पनि तपाईँलाई लेख्ने बेलामा आउँदैन, जसले गर्दाखेरि सोचे जस्तो नतिजा नआउन सक्छ। र अब कुरा गरौँ परीक्षा हलमा पुगिसकेपछि तपाईँले सबैभन्दा पहिलो कुरा त समय व्यवस्थापन गर्न सक्नुभयो भने सजिलै पास हुन सक्नुहुन्छ, राम्रो लेख्न सक्नुहुन्छ होइन। हामीसँग 75 पूर्णाङ्कको लागि 3 घण्टाको समय हुन्छ। अब त्यो 3 घण्टाको समय भनेको के हो त भन्दा कम्तीमा 1 घण्टामा हामीले 25 पूर्णाङ्क जतिको प्रश्न भ्याइसक्नु पर्यो। बल्ल हाम्रो 3 घण्टामा पुरै 75 पूर्णाङ्कको प्रश्न हल गर्न सकिने भयो। अब सोचौँ हामी जाने बित्तिकैदेखि लेख्न सुरुवात पनि गर्दैनौँ होइन। हामीलाई त पेपर पाइसकेपछि कुन क्वेसनबाट सुरु गरौँ, क्वेसन के आएछ भन्ने एकछिन त 5-10 मिनट त हामी क्वेसन पढ्नतिरै लाग्छौँ अनि सोच्नु पर्यो। उत्तर आउनु पर्यो दिमागमा। अब बिचमा 3 घण्टाको समयमा एकपटक हामी टोइलेटसम्म पुग्नुपर्ने हुनसक्छ, पानी पिउनु पर्यो, साथीले के लेखेको छ उत्तर भनेर यसो 3टा बेन्च जुत्तासम्म नजर पनि पुगिरहेको हुन्छ, घरिघरि दायाँ बायाँ यताउता पनि ध्यान गइरहेको हुन्छ होइन। त्यति गर्दा हाम्रो लगभग आधी घण्टाको समय त तिनै कुराहरूले खाइदिरहेको हुन्छ। त्यस कारणले हामीसँग जम्मा कति बच्छ, अब 2.5 घण्टाको समय हुन्छ। त्यो 2.5 घण्टामा हामीले 75 पूर्णाङ्क लेख्नु छ भनेपछि अघि 1 घण्टामा 25 पूर्णाङ्क लेखेर भ्याउँथ्यो भने अब हाम्रो आधी घण्टा समय यत्तिकै हामीले खेर फाल्यौँ भनेपछि त अब 1 घण्टामा हामीले केही नभए पनि 30 पूर्णाङ्क त हामीले लेखेर भ्याउनु पर्यो होइन। 30 देखि 35 पूर्णाङ्क हामीले लेखेर भ्याउनु पर्यो 1 घण्टामा। भनेपछि हाम्रो स्पिड कम भयो भने चाहिँ हामीले प्रश्नहरू पुरै गर्न भ्याइँदैन। त्यस कारणले स्पिड चाहिँ एकदमै राम्रो हुनु पर्यो। अब त्यो स्पिड भनेको परीक्षामा मात्रै स्पिडमा लेख्छु भनेर हात चल्दैन है। दिमागमा कुरा छिटो आउने अनि हात नचल्ने भयो भने पनि लेख्न भ्याइएन, अथवा दिमागले नै ढिलो सोचिरहेछ भने पनि हात मात्रै छिटो दौडाएर उत्तर भन्ने कुरा भएन। त्यसैले प्र्याक्टिस चाहिँ तपाईँको बारम्बार हुनु पर्यो। जति धेरै उत्तरहरू लेख्ने बानी गर्नुहुन्छ त्यति धेरै चाहिँ तपाईँको स्पिड पनि बढ्दै जान्छ। उत्तर मिलाएर लेख्ने क्षमता पनि बढ्छ। त्यस कारणले परीक्षामा मात्रै होइन कि अरू बेला पनि उत्तरहरू लेखेर पढ्ने, नोटहरू बनाउने र बोक्ने कामहरू चाहिँ तपाईँले गर्नुपर्छ। ती कुराहरूलाई पनि ध्यान दिनु पर्यो। अब अर्को पेपरमै हामीले पेपरमा क्वेसन छोड्नुभयो भने चाहिँ पास हुन तपाईँलाई धेरै गाह्रो हुन्छ है। मेनली अब म नेपाली विषयको कुरा गर्छु। नेपाली विषयमा धेरै प्रश्नहरू चाहिँ व्याकरण खण्डतिरबाटै आउँछन्, तर प्रश्न धेरै भए पनि त्यसको भोल्युम मार्क्स चाहिँ कम हुन्छ। तर विद्यार्थीले सबैभन्दा धेरै समय बिताउने चाहिँ कहाँ त भन्दा व्याकरणमा, किनकि समय छ प्रशस्तै घडीहरूमा छ, अझै छ 2 घण्टा छ होइन भन्ने जस्तो लाग्छ। अनि धारले लेख्नुहुन्छ अनि लेखेका उत्तरहरू सबै मिल्छन् भन्ने त छैन। अब व्याकरण भनेको एकदमै के हो त, वस्तुगत उत्तर आउनुपर्ने कुरा हो नि त। यसमा कि 1 हो नम्बर कि 0 हो, यसमा अलिकति मिलेको छ भनेर 0.5 दिउँ भनेर त्यसमा दिन त मिल्दैन। व्याकरण पुरै व्याकरणिक नियमअनुसार शुद्ध भयो भने मात्रै नम्बर पाइने हो। हाम्रो आधा समय जति सबै व्याकरण लेख्नमा जाने, खर्चिने र विषयगत उत्तर लेख्नुपर्ने बेलामा हाम्रो समय नपुग्ने हुन्छ। जहिले नेपालीको परीक्षामा चाहिँ विद्यार्थीहरूको गुनासो के हुन्छ, त्यो समय नै पुग्दैन, नेपालीलाई समय नै पुग्दैन भन्नुहुन्छ। अब नेपालीलाई समय नपुग्ने भन्ने कुरा चाहिँ हुँदैन। विज्ञहरूले बनाएको प्रश्न चाहिँ यति घण्टाभित्र यतिवटा प्रश्न लेखिसकिन्छ भन्ने किसिमले तथ्यगत रूपमा चाहिँ सोच विचार गरेर बनाइएका प्रश्नहरू हुन्छन् तिनीहरू होइन। त्यस कारणले प्रश्न धेरै भए 3 घण्टा थोरै भयो भन्ने जुन विद्यार्थीहरूको गुनासो हुन्छ नि, त्यो भनेको प्रश्न अनुसारको तपाईँको स्पिड नपुगेको हो है। त्यो कुरालाई हाम्रो कमजोरी हो भनेर चाहिँ स्वीकार्नु पर्यो। किनभने अरू विषयमा चाहिँ भ्याउने 3 घण्टामा अनि नेपालीमा चाहिँ नभ्याउने त्यस्तो समस्या छ भने त्यो प्रश्नको कमजोरी होइन, हाम्रो आफ्नो स्पिडको कमजोरी हो। अरू बेला हाम्रो अभ्यासमा कमी भयो। त्यस कारणले स्पिड चाहिँ मेन्टेन गरिरहनुपर्छ। तपाईँले राइटिङमा दायाँ बायाँ हेर्ने समय खर्चिनु भयो भने चाहिँ लेखेर त भ्याइएन होइन। त्यस कारणले पास हुन सकिँदैन। क्वेसन छोड्नु भयो भने पनि पास हुन सम्भव छैन। जस्तोसुकै उत्तर हुन्छ, प्रश्न चाहिँ कुनै पनि नछोड्नु होला परीक्षामा है। 2टा शब्द 4वटा शब्द जे आउँछ त्यसको बारेमा जे हो जस्तो लाग्छ, हो जस्तो लागेको भए पनि लेख्नु होला। खाली छोडेर चाहिँ पास भइँदैन। त्यस कारणले अब परीक्षा दिने विद्यार्थीहरूले यी कुरालाई ध्यान दिनु होला।